हेलो गाइस, आज चाहिँ मैले लाइफमा क्या मेरो शरीरको खुन दिएर कसैलाई राम्रो गर्नको लागि जाँदैछु होइन। अब के हुँदो रहेछ म तपाईँहरूलाई अपडेट गर्छु है त ल। हेलो एभ्रिवान, म अनिता तुलुङ राई, तपाईँलाई मेरो मिनी ब्लगमा स्वागत छ। र मैले यो ब्लग चाहिँ किन बनाउँदैछु भन्दाखेरि चाहिँ तपाईँहरू हेर्दै जानुहोस् होला, बुझ्नुहुनेछ है त फुल भिडियो हेरेर। हामी चाहिँ एकदम ब्लेस फिल भयो है। इजरायलमा फर्स्ट टाइम मैले डोनेट गर्दैछु। लु भाइ पनि आउनु भएको छ। भाइ त्यही त के त है, तर अब कस्तो उयो भइरहेको छ क्या, मैले फर्स्ट टाइम हो नि त। तर जे भए पनि अब इजरायलमा दिनु पाउँदैछु भनेर चाहिँ आफूलाई गर्व लागिरहेको छ क्या। यसपालि राम्रो भएन, अर्को पालि पनि दिउँ न फेरि हैन। त्यही त अर्को पालि पनि। र हामी चाहिँ भित्र पस्यौँ सबैजना, अनि त्यसको बादमा चाहिँ हाम्रो ब्लड प्रेसरहरू होइन, हेमोग्लोबिनहरू चेक गर्दो रहेछ यहाँनिर। अनि फर्महरू हुँदो रहेछ, फर्म फिलअपहरू गरेर गएँ है। र यहाँनिर सबैजना आउनु भएको थियो जसले चाहिँ ब्लड डोनेट गर्नुहुने, र अर्गनाइजर कमिटी पनि हुनुहुन्थ्यो है। आफूलाई यो इन्डियाको झन्डा देख्दा त झन् एकदमै प्राउड फिल भयो क्या, इन्डियामै छु जस्तो भयो होइन। र म यसको क्रेडिट चाहिँ अर्गनाइजर कमिटीलाई दिन चाहन्छु, तपाईँहरूले यस्तो अपर्च्युनिटी दिनुभएकोमा। कस्तो फिल भइरहेको छ अहिले? म खुसी लागिरहेको छ। इन्डिया इजरायलमा आएर ब्लड डोनेट गर्नु पाउँदा खुसी लागिरहेको छ। खुसी लागिरहेको छ है। ब्लड यहाँ निस्किँदैछ यहीँ हो, त्यो चाहिँ त्यस्तो गर्नु पर्दो रहेछ। हजुर, पम्पबाट चाहिँ निस्किन्छ नि त। यहाँनिर पनि सबैजना हुनुहुन्छ ब्लड डोनेट गर्ने। ल दिदी चाहिँ अब रक्तदानको लागि रेडी हुनुभयो। कता बस्नु? डराउनु भएको छैन होला नि दिदी? डर त लागेको छ, मेरो यो फर्स्ट टाइम हो होइन। मैले चाहिँ अब इन्डियामा जुत्ता खानुपर्छ पर्दैन म चाहिँ इन्डियामा पनि होइन, अब यो चाहिँ लाइफमै फर्स्ट टाइम हो धेरै इजरायलमा आइपुगेर चाहिँ होइन। झन् अन्तिमहरू केही भन्नु छ दिदीलाई? खुसी लागिरहेको छ हो, एकदम प्राउड फिल भइरहेको छ होइन। दिदीलाई अपरेसन सक्सेस होस् भन्नु दिदी, अपरेसन सक्सेस होस् भने। यहाँ चाहिँ डक्टर म्यामहरू हुनुहुन्छ, अन्त उपर एनी बहिनी छौँ, यो एनी बहिनी, अन्त उता एकजना। यो चाहिँ अब हाम्रो दिदीको पालो। यहाँ बस्नु नुन खाएको नमक This is a baby. Thank you. मलाई चाहिँ लागेको हो। आज चाहिँ सबैजनालाई यहाँनिर भेट्न पायो। हेलो एनी बहिनी। हेलो। हजुर, नाइस टु मिट यु। तिमीलाई भेटेर राम्रो लाग्यो। हेलो बहिनी, के हो नाम? रोशनी। उसलाई पनि भेटेँ होइन। स्पेसल मान्छेलाई जोजोलाई भेटेर चाहिँ खुसी लागिरहेछ है। अनि तपाईँले खुसी लागेको छु। खुसी लाग्यो, फर्स्ट टाइम भेटेँ होइन। देखिरहेको है। देखिरहेको नि, अब देखिरहेको, तर अब यसरी भेट चाहिँ नभएको। भेट भन्दा कति खुसी लाग्छ। आज एकदम शुभ कार्य पनि है भेट भयो है। महान काम है। धन्यवाद यस्तो अपर्च्युनिटी दिनुभएकोमा तपाईँलाई पनि। धन्यवाद। यसरी आइदियो गिटारबाट समय निकालेर होइन। नेक्स्ट इयर पनि ट्राई आउने साल पनि हामी गर्नुपर्छ ल। दादाहरू पनि। भारतीय गोर्खा एसोसिएसन इजरायल। हेलो दादा। ल भाइ, कस्तो फिल भइरहेको छ भन्नुहोस् न। पासाङ भाइले पनि एकदम यहाँनिर रक्तदान गर्नुहुँदैछ होइन, इजरायलमा है। त्यो पनि एकदम तपाईँको इजरायलमा चाहिँ फर्स्ट टाइम हो कि? ए बग्दै गरेको बिस्तारै बिस्तारै झर्दैछ भन्नु सक्दैन होला। पासाङ भाइ त्यो झोला खेल्दैछ, उसलाई सुताउँदैछ। आज फर्स्ट टाइम भेटेको त हामी। भगवानको कृपाले खुन्देर खानु पनि पायो होइन। दामी जोस खानु पायो है।
यो अन्डालाई पो ब्लड चाहिएको थियो रहेछ यो अन्डालाई पो ब्लड चाहिएको थियो रहेछ के भयो पाइरहेछ खानु न र यसरी सेवा गर्ने मौका अवसर दिनुहुने भारतीय गोर्खा एसोसिएसन इजरायललाई एकदमै मनैदेखि धन्यवाद दिँदै आज चाहिँ म घर पनि आइसकिसकेँ है र बाई बाई गाइस सी यू नेक्स्ट भिडियो थ्याङ्क यू सो मच फर वाचिङ गाइस बाई